नमस्ते मेरा सम्पूर्ण साथीहरूलाई। र म आज के भन्न गइरहेको छु भनेपछि र अब भर्खरै यो हाम्रो दसैँ पनि सिद्धिहाल्यो र अब केही दिनपछि अब तिहार पनि आउँदैछ र आज विशेष गरेर के भनेपछि म आज एक्लै म घर बसिरहेको छु र यसै बस्दा बस्दा आज मोबाइल हेर्दा मेरो म साह्रै थकित भएँ हेर्दै र त्यसैले अब हेर्दा अब के भन्छ म खाना पनि मैले खाएको छैन र यसको अब आज म खानाको साथसाथमा म आज नास्ता गर्न गइरहेको छु र हजुरहरूले अब मेरो नास्ताहरू विशेष कस्तो छ भनेपछि आज यो के भन्छन् भनेपछि म देखाउन गइरहेको छु र हजुरले यो सायद तपाईहरुले यो चिन्नुहुन्छ भनेपछि यसलाई कमेन्ट गर्नु होला है त। यसलाई के भन्छन् अब यसलाई के भन्छन् यो सबै हजुरहरूले चिन्नु भएको छ भने यसलाई बताउनु होला र यो विशेष गरी यसलाई के भन्छ भने हजुर सायद कन्फ्युज हुनुभयो होला। यसलाई काली रोटी भन्ने गरिन्छ क्या, यतातिर काली रोटी भन्ने हुन्छ यो। र आज मेरो घरमा मैले काली रोटी भन्ने मैले पकाइरहेको थिएँ र आज यो म खान गइरहेको छु। यो काली रोटी भन्ने विशेष गरेर यो एकदम उसमा अब हाम्रो जनै पूर्णिमा पनि यो मन्दिरमा प्रसादको रूपमा यहाँ एउटा हाम्रो गोरक्षेप रत्ननाथ मन्दिरमा पनि पाक्ने गर्छ र आज म यो खान गइरहेको छु र यो विशेष गरेर चाम्रो हुन्छ, एकदम चाम्रो, टोक्न अलिक कठिनै हुन्छ र खाना राम्रो हुन्छ, धेरै चिल्लो हुन्छ, एकदम चिल्लो भने एकदम चिल्लो हुन्छ। यसलाई हामीले त्यसै अब धेरै खाना त बिगारी गर्छ यसले। धेरै खाइयो दसैँमा अब मासु खाइयो, रोटीहरू खाइयो र आज मलाई यो काली रोटी भन्ने एकदम खान मन लागेर म आज काली रोटी खान गइरहेको छु। यो राम्रो हुन्छ, खानालाई एकदम धेरै राम्रो हुन्छ तर टोक्न साह्रै धौ हुन्छ यो। तान्नै धौ क्या यो। हामीलाई के भन्छौँ चुइगम जस्तै हुन्छ क्या, चुइगम जस्तै। सायद अब यति खान सकिन्न, यदि खायो भने त म अब मेरो पेट नै गडबडी हुनसक्छ। त्यसैले म यति खान गइरहेको छु। धेरै खायो भने मलाई सायद बिगार गर्न सक्छ किनकि दसैँ अब भर्खरै सकिएको छ। सकेको साथमा अब धेरै अब चिल्लो पनि खानुहुन्न, धेरै अब चुकिलो पिरो पनि धेरै खानुहुन्न। झन् एक त अब यो काली रोटी भन्ने एकदम चिल्लो चिज हो, त्यसैले अब म अब यति नै खान्छु। धन्यवाद मेरा साथीहरूलाई। म अब यति गर्न गइरहेको छु साथीहरू। ल धन्यवाद, फेरि पनि भेटौँला।